वेलकम छ गाइज मेरो मिनी ब्लगमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। जसै सधैँ गर्दै आएको मेरो यस्तो बिहान काममा सिधै पार्किङ गएको थिएँ सिटी चार्जिङ स्टेसन। अनि त्यहाँ ढोका ढकढक गऱ्यो त्यो अङ्कललाई पर्खिँदा ढोका खोल्नु भयो। अनि ढोका खोलिसकेपछि मैले गाडी निकालेपछि सरर म रोड सिस पुगेँ। रोड सिस पुगेपछि अनि अब म बस पार्क केही समयमा पुग्न आँटेको छु। राति थियो धेरै अँध्यारो 3 बजे, लाइट पनि त्यति मजाले देखिँदैन। म बिस्तारै जाँदै थिएँ। जाँदै म टक्कसँग बस पार्क पुगिसकेको थिएँ। बस पार्कमा म पेपर राखिरहेको थिएँ, मेरो पेपर राखिरहेको थिएँ। म त्यस्तो हेरेँ पेपर मेरो छ कि छैन भनेर, पेपर त्यहीँ रहेछ। अनि टक्कसँग पेपर देखेँ होइन। पेपर देखिसकेपछि अब पेपर त हाल्नु पऱ्यो सिटीमा लोड गर्नको लागि क्यामेरा सेट गर्नु पऱ्यो। पहिला क्यामेरा कहाँ राख्दा ठिक हुन्छ सोचिरहेको थिएँ। अनि पक्रिने मान्छे छैन नि त मेरो कोही। अनि क्यामेरा सेट गरेँ यसरी। मैले चाहिँ उल्टो सेट गरिदिएँ क्या। यो यस्तो तरिकाले नगर्नु पऱ्यो त यस्तो भइदियो। अब के गर्नु, हाल्नै पऱ्यो यो। अनि बिस्तारै सबै पेपर बोक्दै म लोड गर्दै सिटीमा राख्दै थिएँ होइन। सिटीमा राख्दै गर्नु पनि पर्छ, सिटीमा राख्नु पनि पर्छ, त्यस्तै हो। सधैँ हुनु पऱ्यो बराबर। भएन भने अफिसमा मैले रिपोर्ट गर्नुपर्ने हुन्छ, यतिवटा पेपर आएन भनेर। अनि गर्दै ठिक्क हुन आँटेको थियो लगभग मेरो हिसाबले। ठ्याक्कै गर्दाखेरि ठ्याक्कै पुगिसकेको थियो। अनि त्यस पछाडि म लागेँ गाइस मुड फ्रेस गर्न कहाँ चिया खान। एक कप चिया खाँदै थिएँ, गाडी आएको थिएन, पर्खिरहेको थिएँ अब कतिखेर गाडी आउँछ। चिया खाँदै पनि गाडी पनि आइसक्यो। गाडी आइसकेपछि पेपर पनि हालिसकेको थिएँ। त्यस पछाडि म अब चाहिँ भिडियो बनाएर लाग्नु पऱ्यो कहाँ भनेपछि म बस पार्कतिर गाइस। बस पार्कतिर लाग्नु पऱ्यो। बस पार्क लागिसकेपछि म पुग्न आँटेको छु। अब बस पार्क थोरै टाइम छ, फेरि बस पार्क रिटर्न आइसकेँ। त्यहाँदेखि फेरि मैले एउटा पेपर हालेर आइसकेको थिएँ होइन। यो पेपर चाहिँ म अब हाल्नुपर्ने हो गएर गाडीमा। अनि त्यो हालेर म आइसकेको थिएँ। अनि म अब कहाँ लाग्नु पऱ्यो, घरतिर म लागिसकेँ गाइस। अर्को ड्युटी पनि मलाई जानुपर्छ घर गएर। अनि म आउँदै थिएँ बिस्तारै भिडियो बनाउँदै। रोड पनि खाली थिएन, भिडियो बनाउनु पनि मजा आइरहेको थियो। अनि त्यस्तो गर्दै म घरतिर लागिसकेको थिएँ गाइस। म घर पुग्न आँटेको छु अब होइन, केही समयमा घर पुगिसकेपछि म अनि फेरि अर्को ड्युटीको लागि पनि मलाई रेडी भएर निस्किनु पर्ने हुन्छ। म यो चाहिँ घरको बाटो हाम्रो, म घर जाँदैछु। यो ठुलो बोर्ड देखेको छ नि, त्यो बोर्ड देखेको चाहिँ महेन्द्र मोरङ कलेज हो। यो चाहिँ पुरै यत्रो बोर्ड छ, बोर्डै लड्छ जस्तै हुन्छ बाटोमा। म घर पनि पुग्न आँटेको थिएँ गाइस। अब घर पुग्ने लागि म फाइनली घरको बाटो छिरिसकेको छु। यहाँ घरको बाटो छिरिसकेपछि घर त लाग्नुपर्छ। अनि ड्रेस लाउनको लागि म रेडी हुनु पऱ्यो भनेर हतार गाडी राखेर अनि म हिँडेँ। घरभित्र पुगिसकेछु म। अनि म त्यस पछाडि म ड्रेस लाएर टक्कसँग निस्किन्छु गाइस, अर्को ड्युटी जानुपर्छ भनेर। अर्को ड्युटी जानको लागि तयारी। म हिँड्दाखेरि पानी पर्न स्टार्ट भइदियो। गजब भइदियो फेरि हो पानी पर्नको लागि। बिहानै पानी परिदिन्छ, मजा त मजै हो, तर अलिकति बाटो चिप्लिन्छ। अनि त्यस पछाडि म अफिस पुगिसकेर पनि म अर्को अफिसतिर लाग्नु पऱ्यो क्या। मेरो यो पत्रिकाको अफिसमा जानु पऱ्यो क्या। मलाई सिग्नेचर गर्नुपर्छ क्या। अनि तलबको लागि त सिग्नेचर गर्नु पऱ्यो। सिग्नेचर गर्नमा लाग्यो। यहाँ पनि खोला छ, यहाँ पनि पुल छ होइन। यो चाहिँ एक्ज्याक्टली हाम्रो भने पुष्पलाल चोकको पुल हो क्या। अनि म अफिसतिर लाग्दैछु। अलि अफिस टाढै छ अलिकति। चाहिँ पुष्पलाल चोकको ठ्याक्कको यो बिचमा एउटा बनाएको छ नि, गढी जस्तै के एउटा आइल्यान्ड बनाएको छ। त्यो आइल्यान्ड जस्तै हो त्यो चाहिँ। म लाग्दै थियो बिस्तारै गएर। अब पुग्न आँटेको छु अफिस पनि। मेरो अफिस टाढै छ अर्को अफिस पनि। अनि अब जानु पऱ्यो भनेर बिस्तारै जाँदैछु। मुखमा चाहिँ मेरो खानेकुरा थियो, म त चबाउँदै जाँदै थिएँ। अब त खानेकुराको नाम पनि लिनु हुँदैन भिडियोमा त्यस्तो। अनि यहाँदेखि चाहिँ टक्क युटर्न गर्नुपर्छ हाम्रो अफिसको जानको लागि। बाटोमा बोर्ड पनि लागेको छ। अनि त्यस पछाडि म गएँ। अब त हाम्रो अफिस चाहिँ फेरि खेतको बिचमा छ क्या। अलिकति गाह्रो त्यही मात्र हो, टाढा पनि छ, खेतको बिचमा छ। यहाँ चाहिँ यतापट्टि मेरो राइट साइडतिर चाहिँ यता, अर्कोतिर चाहिँ यहाँ म क्यामेरा घुमाउँछु यतातिर। त्यो अलिअलि घर देखिरहेछ नि, तिनीहरू चाहिँ सबै कुखुरा फारम हो। पहिला चाहिँ कुखुरा फारम थियो, अब यो कोरोना लागेदेखि बन्द भएको हो कि के भएको हो थाहा छैन। तर पहिलाको कुखुरा फारम चाहिँ हो। यहाँ नि खेतमा धानसान सबै मान्छेले रोपिसकेछ। कति मजाले हरियाली देखिरहेछ, यता पनि हरियाली। यो चाहिँ कुखुरा फारम हो। पहिला चाहिँ ओपनिङ थियो, अहिले सकेछ नि थाहा छैन। त्यो चाहिँ निलो पर देखिरहेछ नि, सेतो हो। त्यो चाहिँ मैले गर्ने अफिसको काम, मैले काम गर्ने त्यही अफिस हो मेरो चाहिँ भन्नाले। त्यो काम गर्ने अफिस हो। अनि त्यहाँ जानु पऱ्यो।
केही समयमा पुग्न आँटेको छौँ। पुगिसकेपछि त्यहाँ गाडी साइड लाउनु पऱ्यो। गाडी साइड लगाइसकेर अब अलिकति बाँकी छ। गाडी साइड लाएर अनि भित्र जानु पऱ्यो। साइन गरेको देखाउन मिल्दैन गाइस होइन, त्यो चाहिँ अलिक प्राइभेटमै राख्नुपर्छ। भिडियोहरूमा त्यस्तो झाल्न मिल्दैन। त्यसमा धेरै कुराको नियम हुन्छ, धेरै कुरा लेखेको हुन्छ होइन, त्यो चाहिँ हाल्न मिल्दैन। मैले मिल्थ्यो तर अपलोड गरेर। यो चाहिँ मेरो अफिस हो फाइनली गाइज। म अफिस पुगिसकेको छु। अफिसको भित्र म लागिसकेको छु। अफिसको भित्र लागिसकेपछि म साइन गरेर पनि म अब मेरो निस्किने टाइम पनि सपोज हुन आँटेको छ। साइन गरिसकेपछि म छिटो साइन गरेर म निस्किसकेँ गाइज। म फेरि अफिसतिर लाग्नु पऱ्यो भनेर, अर्को अफिस लाग्नु पऱ्यो भनेर त्यहाँबाट ब्रेक लिएर आएको थिएँ मैले। अनि त्यहाँदेखि फेरि म अर्को अफिस लाग्नु पऱ्यो भनेर अब छिटो तयार त गर्नु पऱ्यो। एक झलक भिडियो बनाइदिउँ न आफ्नो अफिसको पनि भनेर अफिसतिर लागिसकेपछि कति छिटो 7 बज्यो। म यता फेरि कहाँ आइपुगेँ थाहा छ तपाईँलाई? बिरकुट्टी चोक पुग्न आँटेको थिएँ क्या। यो लेमन टी प्रिमियर भन्ने पनि नयाँ छ, अब्बर दामी छ। यसको लुक्स हेर्दै मेरो मन चित्त बुझ्छ। हाम्रो फेरि भाटभेटिनी ओपनिङ भएर हेर्नु कति राम्रो सुन्दर। विराटनगरको सुन्दरता भनेको भाटभेटिनीले ल्याउँछ। थ्याङ्क यू फर वाचिङ गाइज।